साथीहरू तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी संविधानको चाहिँ अन्तिम पाठमा चाहिँ छलफल गर्नेछौँ। त्यस्तै मेरो चाहिँ यो धेरै लामो समयपछि मैले एउटा भिडियो अपलोड गरिरहेको छु र त्यस्तै घरको चाहिँ केही काम परेकाले चाहिँ भिडियो अपलोड गर्ने समय चाहिँ मैले पाइनँ। ल त साथीहरू, अब हामी चाहिँ संविधानको अन्तिम पाठतिर छलफल गर्नेतर्फ लागौँ। आजको हामी छलफलतिर रहेको छ भाग 13। अब भाग 13मा प्रदेश कार्यपालिका। प्रदेशको कार्यकारिणी अधिकार यो संविधान र प्रदेश कानुन बमोजिम प्रदेश मन्त्री परिषदमा निहित हुने। यो चाहिँ यो जुन छ नि अधिकार छ नि यसको सब अधिकारहरू चाहिँ संविधान र प्रदेश कानुन बमोजिम चाहिँ प्रदेश मन्त्री परिषदमा चाहिँ निहित हुने हुन्छ। त्यस्तै प्रदेश सभाका कुल सदस्य सङ्ख्याको चाहिँ 20% भन्दा बढी नहुने गरी मन्त्री परिषद गठन हुने पनि व्यवस्था गरिएको छ। अब आउँछ भाग 14मा। भाग 14मा चाहिँ प्रदेश व्यवस्थापिका। प्रदेश व्यवस्थापिका एक सदनात्मक हुने व्यवस्था पनि गरिएको छ। त्यस्तै प्रदेश सभाका 40% सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने। 40% सदस्य समानुपातिकबाट चाहिँ निहित हुने व्यवस्था पनि गरिएको छ। त्यस्तै आउँछ भाग 20। भाग 20मा चाहिँ हामीहरूको चाहिँ सङ्घ प्रदेश स्थानीय तह बीच अन्तर सम्बन्ध के छ भन्ने जुन जानकारी चाहिँ यसमा चाहिँ भाग 20मा राखिएको छ। अब यसमा चाहिँ धारा चाहिँ 232। धारा 232मा सङ्घ प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्धित सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरेको चाहिँ तीनवटाकै जुन मेलमा चाहिँ के हुन्छ भन्ने जुन विषयलाई चाहिँ यो धारा 232मा राखिएको छ। अब धारा 234मा अन्तर प्रदेश परिषद। त्यस्तै यो अन्तर प्रदेश जुन परिषदमा चाहिँ यो कति प्रधानमन्त्री चाहिँ अध्यक्ष र गृहमन्त्री सदस्य र अर्थमन्त्री सदस्य, मन्त्री पनि सदस्य हुने चाहिँ व्यवस्था पनि गरिएको छ। त्यस्तै संवैधानिक निकाय चाहिँ 13वटा हुने चाहिँ व्यवस्था गरिएको थियो। भाग 21मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने। अब यसहरूले चाहिँ क्रमशः बुझ्दै गर्नु होला। र भाग 22मा चाहिँ महालेखा परीक्षक र भाग 23मा चाहिँ लोकसेवा आयोग र भाग 24मा निर्वाचन आयोग, भाग 25मा राष्ट्रिय मानव अधिकार आयोग र भाग 26मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग र भाग 27मा अन्य आयोगहरूको व्यवस्था गरिएको छ। र धारा 252मा राष्ट्रिय महिला आयोग पनि व्यवस्था गरिएको छ। र धारा 255मा राष्ट्रिय दलित आयोगको व्यवस्था गरिएको छ। र धारा 258मा चाहिँ राष्ट्रिय समावेशी आयोगको व्यवस्था गरिएको छ। र धारा 261मा आदिवासी जनजातिहरूको लागि पनि व्यवस्था गरिएको छ। धारा 262मा मधेसी आयोग। त्यस्तै धारा 263मा थारू आयोग, थारूहरूको पनि लागि व्यवस्था गरिएको छ। धारा 264मा मुस्लिम आयोग। नियुक्ति हुने संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट चाहिँ हुने गर्दछ। र पदाधिकारी चाहिँ 5 जना हुन्छन्। महालेखा परीक्षक 1 जना हुनुपर्छ। र जुन यो पदावधि हुन्छ यिनीहरूको जुन अवस्था चाहिँ 6 वर्ष पनि हुन्छ। र उमेरको हद चाहिँ 65 वर्ष हुन्छ। शैक्षिक योग्यता त स्नातक अथवा लोकसेवा आयोग स्नातकोर भन्ने हुन्छ, त्यो चाहिँ उहाँहरूले हासिल गरेको हुनुपर्छ। र धारा 273मा सङ्कटकालीन अधिकार र धारा 274मा चाहिँ संविधान संशोधन भन्ने हुन्छ। धारा 275मा
जनमत सङ्ग्रह। धारा 284 संवैधानिक परिषद। अब यसमा संवैधानिक परिषदमा पनि के छ भने चाहिँ प्रधानमन्त्री अध्यक्ष हुने र प्रधान न्यायाधीश सदस्य, प्रतिनिधि सभाको सभामुख सदस्य, राष्ट्रिय सभाको अध्यक्ष सदस्य नै हुने, प्रतिनिधि सभाको विपक्षी दलितको नेता पनि सदस्य हुने, प्रतिनिधि सभाको उपसभामुख पनि सदस्य हुने व्यवस्था गरिएको छ। त्यस्तै यसमा चाहिँ प्रधान न्यायाधीशको पद रित्तो भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्दा कानुन तथा न्याय मन्त्री संवैधानिक परिषदको सदस्य हुने व्यवस्था पनि गरिएको छ। अनुसूची 9 चाहिँ धेरै अनुसूचीहरूको व्यवस्था गरेको छ। तपाईहरूले चाहिँ राम्रोसँग यता चाहिँ ध्यान दिनुहोला। र त्यस्तै अनुसूची 1 चाहिँ राष्ट्रिय झन्डा। अब राष्ट्रिय झन्डा सम्बन्धी पनि अनुसूची 1 चाहिँ व्यवस्था गरिएको रहेछ। यसमा मतलब के हो भने चाहिँ राष्ट्रिय झन्डा चाहिँ हाम्रो चाहिँ इज्जत हो, मान प्रतिष्ठान हो, हाम्रो पहिचान हो। त्यसलाई चाहिँ हामीले चाहिँ सधैँ फहराउने र लहराउने तरिकाले चाहिँ उभ्याउनु पर्छ र त्यसलाई झुक्न दिनु हुँदैन। त्यस्तै अनुसूची 2 नेपालको राष्ट्रिय गान। हाम्रो राष्ट्रिय गान भनेको हाम्रो चाहिँ मान प्रतिष्ठान र हाम्रो इज्जत हो। त्यसलाई पनि सम्मानपूर्वक गाउनुपर्छ। जथाभावी जुनसुकै बेला पनि जुनसुकै ठाउँमा पनि त्यसको अपमान गरेर चाहिँ इज्जत्याउनु हुँदैन। अनुसूची 3 नेपालको निशान छाप। हाम्रो नेपालको निशान छापलाई पनि हामीहरूले चाहिँ जोगाउनुपर्छ र त्यसलाई पनि हामीले इज्जत र सम्मान दिन सक्नुपर्छ। र अनुसूची 4 चाहिँ प्रदेश र सम्बन्धित प्रदेशमा रहेको जिल्लाहरू। अब प्रदेश र सम्बन्धित प्रदेशमा रहेका जिल्लाहरू के छन् त्यो सम्बन्धी पनि व्यवस्था गरिएको छ। अनुसूची 5 चाहिँ सङ्घको अधिकारको अनुसूची। सङ्घको अधिकारको सूची यसमा चाहिँ 35वटा हुने गर्दछ। र अनुसूची 6 प्रदेशको अधिकारको सूची पनि 21वटा छ। र अनुसूची 7 चाहिँ सङ्घ र प्रदेशको साझा अधिकारको सूची। यी दुईटाको चाहिँ साझा अधिकार के छ त्यो पनि व्यवस्था गरिएको छ। अनुसूची 8 स्थानीय तहको अधिकारको सूची। स्थानीय तहहरू छन् नि उनीहरूको पनि अधिकारको व्यवस्था गरिएको छ अनुसूची 8 अनुसूची 9 सङ्घ प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची। यी 3वटा भनेका एउटै नङ र मासु जस्ता हुन्छन्। यिनीहरूको पनि एउटा साझा अधिकार छ। यिनीहरूको साझा अधिकारलाई पनि अनुसूची 9 नै व्यवस्था गरिएको छ। ल त साथीहरू, आज चाहिँ हामीले संविधानको चाहिँ अन्तिम पार्ट चाहिँ सकाइसकेका छौँ। अब चाहिँ हामी संविधानको यो च्याप्टरहरूमा चाहिँ छलफल गर्ने छैनौँ किनकि हामीले चाहिँ यो सब सकाइसकेका छौँ। र त्यसै तपाईँहरूलाई चाहिँ अन्य कुनै जुन विषयहरूमा टपिकहरूमा चाहिँ जानकारी छ अथवा जिज्ञासा छ भने तपाईँहरूले चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। र त्यस्तै म पनि अब चाहिँ नयाँ टपिकमा चाहिँ तपाईँहरूको सामु अपलोड गर्नेछु भिडियोहरू। हस् त, बाई।